सम्माननीय हाम्रो बागलुङ समाजका अध्यक्षज्यू, हाम्रो उपाध्यक्षज्यू, हाम्रा सल्लाहकारज्यू र अग्रज दाजु दिदीहरू र सम्पूर्ण कार्यसमितिका हाम्रो कार्यसमितिका सदस्यज्यूहरूमा मेरो एकमुष्ट सबैलाई मेरो नमस्कार छ है। मलाई लाग्छ हाम्रो कलाकार भाइ बहिनीको हेर्दा हेर्दै जाने बेला भइसकेको छ। सायद उहाँहरूको कलाकारी साङ्गीतिक यात्रा सफल भयो होला। हाम्रो छविमाज्यूले उहाँले कार्यतालिका मलाई अफिसियल रूपमा चाहिँ दिनुभएको थियो। झन्डै राउन्ड अप गर्दाखेरि 40 वटा जस्तो कार्यक्रम उहाँले चाहिँ के अरे मिलाउनु भएको रहेछ। त्यसको लागि उहाँलाई एकदमै आभारी प्लस धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू। हाम्रो कलाकारलाई चाहिँ एकदमै माया गरिदिनु भयो होइन, एउटा अभिभावक भएर। त्यसको त हामीले मूल्याङ्कन गर्नै सक्दैनौँ है। त्यो छ। र कार्यतालिकामा जाँदाखेरि म जान्छु। सुरुमा चाहिँ हाम्रो भाइसज्यूले चाहिँ ओपनिङ गरिदिनु हुनेछ। मलाई लाग्छ हाम्रा कलाकार भाइ बहिनीहरूलाई हामीले ठाउँ दियौँ। उहाँले के अरे हाम्रो के भन्छ वेलकमलाई चाहिँ सहर्ष स्वीकारेर आइदिनु भयो। उहाँहरूको सफल भयो होला। हामीले यो के अरे फेयरवेल कार्यक्रम गर्छौँ। अन्तमा विदाई कार्यक्रम सकेपछि यहाँहरूको बसाइ कस्तो भयो, के भयो, पालै पालो मन्तव्य पनि दिनु होला। र हामीले सुधार गर्ने कुरा के छ र राम्रो कुरा के भयो त्यो पनि भनिदिनु हो भने चाहिँ म तपाईँहरूको नोट लिनेछु होइन। अब काम गर्ने क्रममा गल्तीहरू त हुँदै गर्छ, त्यसलाई चाहिँ सुधार्दै जाने हो के अरे। गर्दाखेरि तपाईँहरूले पनि अब यो मेरो विचारमा केही उ त भयो होला। यो हाम्रो बागलुङ समाजले वेलकम गर्दाखेरि तपाईँहरूलाई यहाँ युकेको बसाइले केही अगाडि बढ्ने ठाउँ त दियो होला जस्तो लाग्छ। र यो आफ्नो के भन्छ आफ्नो साङ्गीतिक यात्रालाई चाहिँ खोपिराख्नुहोस्। तपाईँहरूलाई चाहिँ एक दिन न एक दिन राम्रै सफलता मिल्छ होइन। यो हामीले एउटा इँटा मात्र दिएका छौँ। तपाईँहरूले चाहिँ अरू इँटाहरू चाहिँ थप्ने कोसिस गर्नुहोस् र अरू देशमा पनि यहाँहरूको चाहिँ के अरे ढोका चाहिँ खुल्दै जाओस्। यही मेरो शुभकामना भन्दै हाम्रो भाइस चेयरम्यानज्यू हाम्रो गुमान सिंह थापालाई चाहिँ उहाँको ओपनिङको लागि उहाँलाई चाहिँ आग्रह गर्दछु। थ्याङ्क यू मास्टरज्यू। त्यस्तै गरेर आजको यस हाम्रो बागलुङ समाज युकेको आमन्त्रित कलाकारहरूलाई सम्मान कार्यक्रमका आज चेयरम्यान गर्नुभएका बागलुङ समाज युकेका चेयरम्यानज्यू खडक थापाज्यू, त्यस्तै गरेर हाम्रो कार्य समितिज्यूहरू मास्टरज्यू, त्यस्तै गरेर हाम्रो पूर्व अध्यक्षज्यूहरू, साथै एडभाइजरज्यूहरू अनि सल्लाहकारहरू र अन्य बागलुङ समाज युकेका सदस्यज्यूहरू यहाँ जति पनि उपस्थित हुनुहुन्छ एकमुष्टमा नमस्ते भन्न चाहे। थ्याङ्क यू। अनि त्यसै गरेर हाम्रो कलाकार भाइ बहिनीहरू यहाँ अलरेडी आसन ग्रहण गरिसक्नु भएको छ। सिङ्गर युवराज थापा मगर, त्यस्तै गरेर सीता परियार सिङ्गर, त्यस्तै गरेर सिङ्गर नितु पुन बहिनी ल यहाँ सम्पूर्णलाई आजको यस हाम्रो फेयरवेल प्रोग्राम छ जुन चाहिँ हामीले 2025 को बागलुङ समर भेटघाट कार्यक्रममा निमन्त्रणा गरेका थियौँ र जुन कार्यक्रममा यहाँहरू पाल्नुभयो र कार्यक्रमलाई एकदम भव्य र सभ्य रूपमा सम्पन्न गर्न यहाँहरूले साथ दिनुभयो। त्यस्तै गरेर हाम्रो सम्पूर्ण बागलुङेहरूले साथ दिनुभयो र जुन कार्यक्रम चाहिँ एकदम भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो र लगभग ओभर 5 months 6 months पछि चाहिँ आज हामीले फेरि बिदाई गर्ने अफिसियल बिदाई समाजको तर्फबाट गर्ने यो कार्यक्रम मिलेको छ र जति पनि यहाँ उपस्थित हुनुभयो यहाँहरूले दिनुभएको अमूल्य समय अनि यहाँहरूको सुझावलाई लिएर अगाडि बढ्दै यहाँहरूले जति पनि उपस्थित हुनुहुन्छ आजको यस प्रोग्राममा स्वागत तथा धन्यवाद। थ्याङ्क यू। हाम्रो चेयरम्यानज्यूबाट सुरुवात हुनेछ। मायाको चिनो ल्याउनु भएको छ भने यहाँहरूले चाहिँ पालै पालो दिँदै जानु होला। त्यसपछि हाम्रो चेयरम्यानज्यूले चाहिँ क्लोजिङ एड्रेस गर्नुहुन्छ। त्यसपछि यसको समापन हुनेछ।
ए हजुर त्यसपछि नि भयो होइन हाम्रो आफ्नो के सबैले अब आउनुहोस् है म ओके हो यसपालि त्यसो हो भने मबाट सुरु गरेँ है त ल यो चाहिँ बहिनीलाई है ल थ्याङ्क यू ल के भन्छ अल द बेस्ट फर यो फ्युचर करियर होइन राम्रो गर्दै जानु अवसरहरू मौकाहरू अवश्य आउँछ है थ्याङ्क यू ल त्यस्तै गरेर यो हाम्रो भाइलाई ल भाइलाई यो भाइलाई है ल के भन्छ शुभकामना सफलताको शुभकामना है एकदम साङ्गीतिक यात्रा सफल रहोस् थ्याङ्क यू ल हजुरलाई पनि अरू केही छैन यसो मायाको चिनो मात्रै हस् थ्याङ्क यू ल साङ्गीतिक यात्राको शुभकामना अवसरहरू आउँदै गर्छ आफूले गर्दै जाने अवश्य हुन्छ थ्याङ्क यू हजुर सुरुबाट चाहिँ फर्स्टमा त हिजो छोरी है अब हिजो जस्तै लाग्छ होइन हिजो जस्तै बोलेको होइन बाबु भिसा लाग्छ लाग्दैन डकुमेन्टहरू होइन यसो बनाऊ उसो बनाऊ भनेर यो मम्मीले कति एउटा अति गर्ने कुनै बेला कराएको नि होला होइन किनभने एउटा भन्नु पनि जरुरी थियो होइन त्यो भएको भएर जस भिसा पनि लाग्यो राम्रो पनि भयो आयो पनि प्रोग्राम राम्रो गरेँ है एकदमै मैले बधाई पनि भन्न चाहन्छु फेरि पनि आउनु है हामी सबै छौँ हामी बाबा समाज तर यो बाबा समाजको रुखीले दिएको हुन्छ कहिले नभन्नु किनभने बाटो कति केही ठुलो गर्दा भन्ने कुराहरू मनमा राख्नु अनि सम्झनु है त छोरी भन्दै शुभयात्रा गर्न चाहन्छु छोरी अरू त भन्छ आमालाई बाबालाई एउटा आमा बाबा भनेर त कहिले पनि नभन्नु छोरी एउटा आमा बाबाले जन्म दिनुभयो भान्सामा राम्रो भयो भोकेर होइन त्यो भएर दिनुभएको छ है त युवराज बाबु ल एकदमै हिजोको दिनमा के हुन्छ कस्तो हुन्छ भन्ने कुरा थियो होइन अब एकचोटि जिजे भाइले त्यो सपोर्टमा पायौँ हामी खुसी छौँ होइन सधैँ तिमीले ओढाइराख्थ्यौ सबैलाई तर आज चाहिँ म ओढाइदिन्छु है त्यो गुण र यो चाहिँ जस्तै राख्नु है अगाडि बढ्दै जानु सङ्गीत यात्रा अगाडि बढोस् यो शुभकामना भन्न चाहन्छु है यो चाहिँ आमालाई अनि बाबालाई छ है ठुलो
उपहार दिन नसकेले सानो उपहार छ अस्ट्रेलिया जानु डाइरेक्ट बेजोला र सीता बहिनी त्यही नै हो है हिजोको दिनमा है बहिनी दिदीले कति अटिपुटी पनि दियो होला कति गाली पनि गऱ्यो होला दिनु पनि पर्छ होइन किनभने एउटा कलाकार हो उनीहरू एउटा अभिभावक कुरा एउटा राम्रो समाजको केही होइन समाजले पाइने खुसीको कुरा एकदमै खुसी छु खुसी हुनु सधैँभरि नबुझ्नु एकदमै ओइभन राम्रो गऱ्यो है सबैलाई भइहाल्यो बधाई छ फेरि फेरि आउँदा पनि सम्झिनु है दिदी सधैँ छ बुढी नेपालमा जाँदा भेट हुँदैन होइन त्यो आफ्नो काम भेट भएन भने पनि सामना नगर्नु है हामी सधैँभरि तिमीहरू बस्छौँ है तर अभिभावक सम्झिनु है होइन बाबा आमाको कपी गऱ्यो गरेन त्यो चाहिँ अब तिमीले तयारी छौँ भाइ बहिनी र यहाँ चाहिँ अरू त होइन बाबा र आमालाई अरू केही नदिए पनि साथीहरूमा आएपछि म बाबा आमा भनेको चाहिँ जन्म दिनु भयो कर्म दिनु भयो हुर्काउनु भयो यहाँसम्म हामीलाई कलाकारहरू कस्तो छ भन्ने कुराले चिनाउनु भयो है त्यो बाबा आमालाई एकदम धन्यवाद भन्छु पहिला है बाबा आमालाई पनि कहिले नभन्नु सानो कहिले नभन्नु त्यस्तै हो हामी पनि चाहिँ आशीर्वाद छ है यो चाहिँ मिलन पछिको विश्व एउटा यो दुःख नभन्नु यो खुसीको आँसु हो कहिले नभन्नु दिदी धेरै न मैले काटेको थिएँ होइन ठिकै छ क्युमा फोटो त छैन त्यो मैले भिडियो खिचिरहेको छु फोटो झाडाझुडो किनिरहेको हुन्छ यसो फेसबुकमा राख्नु है केही पनि थाहा छैन
भित्र केही पनि नहुने पनि सक्छ भाग्य चिठा हो यो सर्वप्रथम त अब हाम्रो सिङ्गो के अरे बागलुङे समाजप्रति नै धन्यवाद अनि हाम्रो अध्यक्षज्यू हाम्रो दाई खड्का थापा दाईलाई अनि हाम्रो सचिव दाई अनि हाम्रो भाइस चेयरम्यान दाई अनि हाम्रो पूर्व अध्यक्ष के अरे ठुलमम्मी मलाई खासै बोल्न आउन त्यही भएर म सानोमा बोल्छु कि अलि बोल्न त के बोल्यो जस्तो गराउनलाई के सबैजना हाम्रो सल्लाहकार होइन कार्य समितिमा हुनुभएका सबै मेम्बर्सहरूलाई धन्यवाद हजुरहरू हुनुहुन्थ्यो र हामी यहाँ युकेमा टेक्न पायौँ यसको लागि मनैदेखि आभारी छु यो गुण कहिले पनि बिर्सिदिनँ म अब भनौँ न साङ्गीतिक यात्रा नै पहिलो अब युके जस्तो ठाउँमा आउन पाउने हजुरहरूले नै गर्दाखेरि यहाँ आउन पाइयो नत्र त खै आश थिएन होइन अब साङ्गीतिक यात्रामा धेरै बेर भएर धेरै वर्ष भएर पनि होइन म त सुरुमै जे होस् 2-3 वर्षको लगतैमा युके जस्तो ठाउँमा आउन पाउँदाखेरि मलाई एकदमै ठुलो कुरो मेरो लागि चाहिँ है एकदमै ठुलो कुरो हो यहाँ आउन पाउँदा चाहिँ त्यसको लागि धेरै धेरै धन्यवाद हाम्रो अध्यक्षज्यू हाम्रो सबैजना कार्य समिति मेम्बर्सहरू ठुलमम्मीलाई होइन एकदमै धेरै साथ सपोर्ट दिनुभएको छ एकदमै धेरै त्यो डकुमेन्टदेखि लिएर उहाँले सबै सुझावहरू एकदम धेरै दिनुभएको छ त्यसको त्यही भएर नि अब यहाँसम्म टेक्न पाइयो होइन त्यो नै ठुलो कुरो हो यहाँसम्म टेकियो अब त अब बाटो खुलाइदिनु भयो क्या मेन भनेको हजुरहरूले म जस्तो भर्खर के अरे केटकेटी भनौँ न नि अधबैँसे भन्नु होइन अब अधबैँसेको बाटो खुलाइदिनु भयो त्यसको भर्खरको जेएनजीलाई म जेएनजीभित्रै पर्छु है अनि के अरे त्यही हो अब यत्रो 5 महिना 4 दिन जतिको बसाइ हुन्छ मेरो चाहिँ टोटल अनि त्यतिमा चाहिँ अब के कस्तो भयो हजुरहरूलाई पनि अब यो बागलुङ समाजबाट आएको कलाकार भनेर कुरा काट्ने बाटो मैले पक्कै दिन होला जस्तो लाग्छ कि अब मेरो तर्फबाट त्यो कुरा काट्ने बाटो दिएन छु कि अब के थाहा परा फेरि कहीँ पो फेरि चुके छु कि बा होइन अब मलाई त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद अब केही भुलचुक भए भए पनि अब माफी दिनु होला अनि जेएनजी हो माफी दिनु होला भन्न चाहन्छु अरू त अब त्यस्तै हो आए ठाउँ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद अब केटकेटी मान्छेलाई नै फेरि केटकेटी भने फेरि जे भए पनि सुरुवात साङ्गीतिकमा चाहिँ म्युजिकल फिल्डमा चाहिँ केटकेटी भनौँ न मान्छे केटकेटी नभयो नि अब चाहिँ धेरै सिकेँ यहाँ युके आएपछि चाहिँ मैले धेरै सिकेँ नत्र मलाई बोल्न पनि खासै आउन्न बोल्न नजानेपछि किन म्युजिक फिल्डमा आइस् त बोल्न नजान्ने मान्छे भन्दो रहेछन् अब थाहा भयो किन आइदेऊ त नि यो गीत गाउने ठाउँमा बोल्न पर्ने बोल्नेको पिठो बिग्छ नबोल्नेको चामल पनि बिग्दैन भने जस्तो नबोलेपछि केही जात नहुँदो रहेछ त्यो पनि सिकेँ बोल्न पर्दो रहेछ मान्छेलाई अब त्यस्तो चाहिँ सिकेँ
अरू पनि धेरै सिकेँ त्यो मात्रै होइन धेरै धेरै कुराहरू सिकेँ राम्रो राम्रो कुराहरू सिकेँ के म्युजिक फिल्डमा चाहिँ यस्तो यस्तो एक्टिभ हुनुपर्दो रहेछ है भन्ने कुरा चाहिँ जानेँ यहाँ आएर सिकेँ सिक्न के अरे बोल्नै आएन मलाई हजुरहरूलाई धेरै धन्यवाद सिक्ने मौका दिनुभयो यहाँ पाइला टेकाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद सबैजना हजुरहरूलाई थ्याङ्क यू सर्वप्रथम त सबैजनालाई नमस्कार र बागलुङे समाज युके जुन यहाँहरूले देश छोडेर परदेशमा आएर पनि एउटा संस्था गठन गर्नुभएको छ र त्यो संस्थाको अहिले हाम्रो वर्तमान अध्यक्षज्यू केआर थापा दाइ त्यसै गरी हाम्रो सचिवज्यू लगायत सम्पूर्ण पदाधिकारीज्यूहरूलाई मेरो तर्फबाट एकदमै सम्मान पनि छ र धन्यवाद पनि छ किनभने हजुरहरूका कारणले गर्दाखेरि हजुरहरू परदेशमा आएर पनि एकदमै आफूलाई आफ्नो जिन्दगी राम्रो बनाउनका लागि दुःख सङ्घर्ष त छँदैछ त्यो मध्ये पनि एउटा सङ्घ संस्थामा लाएर सङ्घ संस्थालाई समय पैसा सबै खर्च गरेर यो संस्था बलियो बनाउनको लागि एकदमै यहाँहरू लागि पर्नु भएको छ यो मानेमा पनि यहाँहरूलाई धेरै सम्मान व्यक्त गर्न चाहन्छु म र बागलुङे समाज युकेमा स्थापित भइरहँदा संस्थाका सम्पूर्ण पदाधिकारीज्यूहरूको उत्तिकै खाले भूमिका छ किनभने संस्था एउटा व्यक्तिले मात्रै चल्दैन संस्था भनेको सिङ्गो टिमले चल्ने कुरा हो र धेरै कुराहरू हुन्छ सङ्घ संस्था बलियो बनाउनका लागि र सङ्घ संस्था मार्फत हामी आउनको लागि पनि धेरै कुराहरूले हामी एकदमै हुन्छ नि प्रभावित छौँ र यसरी यहाँहरूले युकेमा जुन खालको हामी बागलुङको कलाकार भइकन बागलुङमा सङ्घर्ष बागलुङ भनेको हाम्रो एकदमै सानो ठाउँ र त्यो ठाउँबाट पनि हामी एकदमै सङ्घर्ष गर्दै 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 कलाकारिता क्षेत्र भनेको एकदमै सङ्घर्षशील क्षेत्र छ मान्छेले हेर्ने बेलामा के भन्नुहुन्छ भने कलाकार बन्न सजिलो छ जस्तो लाग्छ के म गाउँतिर जाँदा पनि हुन्छ नि हाम्रो जस गाउँ टोल छिमेकको मान्छेहरूले यसले पढेन यसले यस्तो गरेन ल यसलाई नि लगेर कलाकार बनाइदेऊ न भन्नुहुन्छ तर कलाकार बन्नलाई पनि एकदमै गाह्रो छ र कलाकार बनिसकेपछि देश विदेशमा डुल्नलाई झन् गाह्रो छ किनभने थुप्रैजना कलाकारहरू डिप्रेसनको शिकारमा हुनुहुन्छ किनभने आफूले दुःख सङ्घर्ष गरे अनुसारको फलहरू उहाँहरूले पाइराख्नु भएको छैन त्यो मध्ये पनि यहाँहरूले हामीलाई भर्खर सङ्घर्ष गर्दै गरेका कलाकारहरूलाई हाम्रो समाज छ हामी छौँ हजुरहरूलाई हामीले साथ दिन्छौँ भनेर हाम्रो यो क्षेत्रमा सङ्घर्ष गर्दै 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 जाँदा यहाँहरूले दिएको यो माया साथ सपोर्ट त अतुलनीय छ किनभने कुनै पनि यो हामी नमरिन्जेल हाम्रो मनबाट मेटेर कसैले मेटेर मेटिने कुरै होइन यो यहाँहरूले दिएको माया साथ सपोर्ट एकदमै मनभरि मनको एकदमै कुनामा बस्ने र मनको भारी यहाँहरूले बनाइदिनु भएको छ यसको लागि एकदमै धेरै धन्यवाद छ र मेरो हिसाबमा कुरा गर्न पर्दा मलाई खासमा भन्ने हो भने युकेमा ठ्याक्कै ल अब यहाँ आएर चिनिने नाताहरू त हुँदै भयो अब मेरो एउटा कलाकारिताका हिसाबले अनि एउटा नातागोताको हिसाबले ल मेरो मान्छे भनेर चिनिने कुरा त पछिको कुरा भयो अगाडि ल सीतालाई पनि बोलाउन पर्छ है युकेमा ल्याउन पर्छ है सङ्घर्ष गर्दै गरेको कलाकार हो हामीले साथ दिनुपर्छ भनेर एकदमै पहल गर्नुहुने हाम्रो आदरणीय नन्दपुन दाई र गमली भाउजूप्रति एकदमै हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु म उहाँहरू मेरो एकदमै यो साङ्गीतिक क्षेत्रको कर्मदाता हुनुहुन्छ उहाँहरूप्रति एकदमै सम्मान छ र त्यो त्यसमा पनि फेरि हाम्रो आदरणीय छवि माया दिदीले मलाई मात्रै नभइकन हर कोही कलाकारलाई एकदमै माया सम्मान साथ सपोर्ट कुन हिसाबले हुन्छ म भन्छु दिदीलाई पुतली भन्छु कि मैले दिदीलाई दिदी एकदमै अब उमेरका हिसाबले पनि गाउँतिर भएको भए नाति नातिना हेरेर पिँढे डिलमा चिया खाएर बस्ने उमेर हो तर युगमा भएको भएर त्यही अनुसारको रहनसहन खानपिनले गर्दाखेरि अझै पनि सङ्घ संस्थालाई बलियो बनाउनु पर्छ कलाकारलाई माया गर्नुपर्छ भनेर एकदमै त्यो हुन्छ नि आत्मबल जोस जाँगर एकदमै छ दिदीको त्यो हिसाबले पनि दिदीलाई पनि एकदमै सम्मान व्यक्त गर्न चाहन्छु सिङ्गो त तपाईँहरू सबैजनालाई मेरो तर्फबाट सम्मान छ
अनि त्यसपछि युके आइकन अब यहाँहरूले मनमा लागेका केही कुराहरू गर्ने भन्नुभएको छ। मनमा लागेका कुराहरू त गऱ्यो भने अब 6 महिनाको बसाइमा अहिले यो 6 मिनट जस्तो समयले पुग्दैन होइन। जे छ एकदमै राम्रो भइरहेको छ। युके गएर म यो गर्छु त्यो गर्छु भन्ने कुनै पनि सपना थिएन। एउटा मात्रै सपना के थियो भने म कलाकारिता क्षेत्रमा लाइसकेपछि एकचोटि चाहिँ युके पनि देख्न पाएँ, राम्रो हुन्थ्यो। अरू पनि बाटाहरू राम्रो बन्थे। मेरो पासपोर्ट बनाएको पनि लगभग 6-7 वर्ष बितिसकेको छ। मलाई एक हिसाबले कस्तो भएको थियो भने पासपोर्ट त बनाइहालेँ मैले, पहिलोचोटि जापान जानको लागि पासपोर्ट बनाएको, मेरो भिजा रिजेक्ट भयो। मेरो पहिलोचोटि चाहिँ जापानी त्यस्तै हुन्छ। यो पासपोर्टको खै खासै काम छैन, म कहीँ जान्न होला, यसको म्याद भ्याइने बेलासम्म जस्तो लाग्थ्यो कि मलाई। तर मैले मेरो भाग्य चानसले गर्दा राम्रो राम्रो देशमा मेरो पासपोर्टले छाप पायो। पहिलोचोटि म जापान गएँ गलकोट समाजको निमन्त्रणामा, र दोस्रोचोटि म युके आउने अवसर मिल्यो। र थुप्रैजना मेरा साथीहरूले भन्नुहुन्छ, मेरो अग्रज समकालीन साथीहरूले ल अब चाहिँ राम्रो भयो है, बाटो खुल्यो है भन्नुहुन्छ। त्यो बाटो खुलाइदिनु हुने हजुरहरू हुनुहुन्छ। हजुरहरूप्रति फेरि पनि एकदमै दुई हात जोडेर म एकदम सम्मान व्यक्त गर्न चाहन्छु। र युके बसिरहँदा म सुरुमा चाहिँ मलाई अलिकति गाह्रै भएको हो, किनभने कार्यक्रमहरू मेरो भिजा पहिलोचोटि चाहिँ क्यान्सल भयो। 2-3टा कार्यक्रमहरू पनि सिधा आउँदैछ अरे भन्ने थाहा पाएर तय भएका कार्यक्रमहरू पनि क्यान्सल भयो मेरो। त्यसपछि चाहिँ आएपछि मेरो बागलुङ समाजको कार्यक्रम र 5 तारिक हाम्रो कार्यक्रम भयो भनेपछि 28 तारिक चाहिँ गलकोट समाजको थियो। त्यति 2वटा कार्यक्रम बाहेक सायद त्यो बिचमा मेरो कार्यक्रमहरू थिएन। अनि एक हिसाबले म अलिक गाह्रो भयो कि मलाई यो हिसाबले त म कसरी सक्छु र यहाँ भन्ने जस्तो भएको थियो कि मलाई। म सक्दिनँ होला, जस म 2-4वटा कार्यक्रम भयो नत्र म नेपाल जान्छु भन्ने जस्तो मलाई लागेको थियो। तर ठ्याक्क तिज आयो। तिज आएपछि अब हुन्छ नि, कोही अब मेरो आफ्नो श्रीमानको साथ सपोर्ट, थुप्रैजना अब उहाँहरूले सँगै कलेज पढ्नेदेखि लाएर सँगै पढाउनेसम्मका साथीहरू यता भएको हिसाबले ल त्यसरी सीतालाई बोलाऊँ न त भन्ने हिसाबले अब कोही दिदीहरू मार्फत, कोही अब एकचोटि चाहिँ कस्तो अचम्म भएको, सीता पनि सिधा रहेछ, नन्द भाइ पनि सिधा, ल कार्यक्रममा चाहिँ बहिनीलाई बोलाउनु पऱ्यो भनेर निम्ति आएको कि। अनि हामी दुईजना चाहिँ हाँसेको दाइरोमा। कहिलेकाहीँ टाठो भयो भने पनि कामै हुन्छ, लाटो भयो भने पनि कामै हुन्छ। त्यो हिसाबले पनि गर्दाखेरि समग्र हिसाबले युकेको बसाइ चाहिँ एकदमै अविस्मरणीय रह्यो, एकदमै सुन्दर रह्यो। जीवनको यात्रामा एकदमै बिर्सन नसक्ने क्षण बन्यो। अब कलाकारिता क्षेत्रमा मान्छेहरूले जति बाहिर हेरेर यो कलाकार त यत्तिको छ होला है, यसको आर्थिक स्थिति यस्तो छ होला है, यिनीहरू चाहिँ पैसा भयङ्कर कमाछन् होला है भन्ने देखे पनि भित्र चाहिँ त्यो हुँदैन। त्यो यो रियल कुरा हो। जो कोही कलाकारको पनि बाहिर हेर्दाखेरि हामीले अब थुप्रै कलाकारहरू हाइफाई होइन, त्यो त्यही खालको भएर हिँड्नुपर्छ यो छ है भन्ने देखेका कलाकारहरू पनि भित्री त छैन। किनभने पछिल्लो समय थुप्रै सामाजिक सञ्जालमा हामीले कलाकारहरूलाई सहयोग उठाएको कुराहरूदेखि आएर उहाँहरूको सबै कुराहरू थाहा छ नि त। त्यो हिसाबले पनि मलाई अलिकति आर्थिक हिसाबले पनि म अलि थोरै बलियो भएँ कि भन्ने यहाँहरूले बनाइदिनु भएको छ, त्यसको लागि पनि यहाँहरूलाई धन्यवाद छ। र अब कुरा गर्ने भने त धेरै छन्, तर यो कुरालाई चाहिँ यति नै सकौँ होला। दाइले अझै बोल्नु भन्दै हजुर त्यस्तो छ। अब त्यही हो, यहाँहरूले दिनुभएको माया आशीर्वाद, मैले आफूले 2-4 पैसा कमाएको कमाई, यहाँ मैले हजुरहरूले दुःख मेहनत गरेर खोलेको संस्था र मैले दुःख गरेर तयार गरेको यात्रामा मैले कमाएको 2-4 पैसा राम्रै ठाउँमा लगानी गर्नेछु, गीत सङ्गीतमै लगानी गर्नेछु। यहाँहरूले फेरि पनि सीता हाम्रो कलाकार हो, सीता हाम्रो चेलीबेटी हो, हाम्रो आफन्त हो ल है, अप्ठ्यारो असजिलोमा हामीले साथ दिनुपर्छ भन्ने चाहिँ यहाँहरूलाई लाग्ने छ पक्कै पनि। र युके बसाइ हुने बेलासम्म थुप्रैजना साथीहरूबाट सुनेको, युकेमा अलिकति हुन्छ नि, छोरी मान्छेहरू विशेष गरी छोरी मान्छेहरू चाहिँ अलिक केयरफुल चाहिँ हुनुपर्छ है भन्ने खालको थियो। त्यो हिसाबमा पनि यहाँहरूको नाम चाहिँ मैले बागलुङ समाजबाट आएको कलाकारले यस्तो गर्यो भनेर नराम्रो
सकेसम्म सुन्न नपरोस् भन्ने हिसाबले नै मैले आफ्नो यात्राहरू दुःख सुख गरेँ। त्यो हिसाबमा पनि म एकदमै खुसी पनि छु र यो खुसी यहाँहरूसँग पनि बाँड्न चाहन्छु। र मलाई युके आएर 5 महिना 6 महिना बस्ने बेलासम्म मेरा समकालीन साथीहरू अब कार्यक्रमकै कुरामा मेरो रमिन लामिछाने सर, त्यसै गरी बिन्दु परियार बहिनी लगायत थुप्रै कलाकारभित्रका साथीहरू मैले यति कुरा चिनेँ कि युके आएर मेरो कलाकार क्षेत्रभित्र पनि मेरो प्रगति चाहने मान्छे को रहेछ त भनेर पनि चिन्न पाइयो। अनि यहाँ पनि मलाई सपोर्ट गर्ने मान्छे कति हुनुहुँदो रहेछ त, कस्तो गर्नुहुँदो रहेछ त भनेर पनि थुप्रै चिन्न पाइयो कि किनभने नेपाल बस्दाखेरि थुप्रै मान्छेहरूले कलाकारका हिसाबले योसँग बोल्न पाए हुँदो भन्ने जस्तो गरेर म्यासेजहरू गरिराख्ने, एयरपोर्टमा आउने बेलासम्म पनि कहाँ आयो कसो गर्यो भनेर भयङ्कर चासो चिन्ता गरे जस्तो गरेका मान्छेहरूले पनि यहाँ आएर अलिकति मन फेरेको जस्तो लाग्दाखेरि त्यो हिसाबले पनि हामीले मान्छे चिन्ने अवसर पनि भयो। धेरै कुराहरूको अनुभव नितु बहिनीले भने जस्तो धेरै कुराहरूको सिकाइ, धेरै कुराहरूको अनुभव, धेरै आफूलाई अझै निखार्ने एउटा वातावरण बन्यो यो यात्रा। फेरि पनि यहाँहरूको माया साथ सपोर्ट रहेछ भने गीत सङ्गीतमा निरन्तर यात्रा रहनेछ र यहाँहरूको साथ सपोर्ट मिल्नेछ भन्दै बिदा हुन चाहन्छु। यस्तो धन्यवाद, नमस्कार। मेरा बागलुङ समाज युकेका सम्पूर्ण मेरा अभिभावक, सम्मानित अभिभावकज्यूहरूलाई एकमुष्ट सम्मान व्यक्त गर्न चाहे। विशेष गरी आमन्त्रित कलाकार सम्मान तथा विदाय कार्यक्रमका सभाध्यक्ष गरिरहनुभएका मेरो सम्मानित अभिभावक, बागलुङ समाज युकेको एउटा गर्विलो इतिहास, गर्विलो सान आदरणीय अभिभावक खडक थापा दाइले पनि एकमुष्ट सम्मान छ। त्यसै गरी बागलुङ समाज युकेका उपाध्यक्ष आदरणीय दाई, मलाई अत्यन्तै माया गर्नुहुने मगरसङ्घ युकेका उपाध्यक्ष आदरणीय दाई गुमान सिंह थापा दाई, त्यस्तै गरी मगरसङ्घ बागलुङ समाज युकेका एउटा बागलुङ समाजलाई एउटा संस्थालाई एउटा चलायमान तरिकाले आफ्नो हर हिसाबले हर तवरले चाहिँ संस्थालाई हाकिरहनुभएका एउटा उच्च ओहदामा बसिरहनुभएका बागलुङ समाज युकेका महासचिव आदरणीय व्यक्तित्व, अत्यन्तै कलाकारलाई धेरै माया गर्नुहुने, संस्थागत अनुभव कम भए पनि तर उहाँको मनमा एउटा स्वच्छ भावना, माया, एकदम उदार हृदय छ। दाई आदरणीय दाई जितपुन दाईलाई पनि हार्दिक सम्मान छ। बागलुङ समाज युकेका कोषाध्यक्ष आदरणीय दाई, त्यस्तै गरी मलाई अत्यन्तै माया गर्नुहुने, आशीर्वाद दिनुहुने हाम्रो कोषाध्यक्ष हाम्रो लच्छुपुन दाईलाई पनि एकमुष्ट सम्मान छ। बागलुङ समाज युकेका पूर्व अध्यक्ष, मगरसङ्घ महिलाको पनि एउटा पूर्व अध्यक्ष हुनुहुन्छ, वर्तमान कार्य समितिको सल्लाहकार हुनुहुन्छ, म बागलुङ समाज युकेको नि वर्तमान सल्लाहकार हुनुहुन्छ। त्यस्तो अभिभावक जसले हामीले चाहिँ अब आज युके देख्न पाएका छौँ। कलाकारको एउटा गर्विलो सान, गर्विलो त्यो आमा एउटा हामी सबै कलाकारहरूको, म मात्र होइन, उहाँले यी 3 जना कलाकारलाई मात्र गर्नुभएको छ। उहाँको देन योगदान अथाह छ, अतुलनीय छ। मैले भन्छु नि, मलाई यहाँसम्म पाइला टेकाउने हुने त्यस्तो अभिभावक जसले बागलुङ समाजको एउटा अभिभावकत्वमा मलाई यहाँ ल्याउनुपर्छ भनेर सबैभन्दा पहल कदमी गर्नुहुने मेरा हिरा पुन भेनाजु, आदरणीय छवि पुन माया आमा मेरो दिदी हुनुहुन्छ। दिदीको टिका लगाउने धोको थियो तिहारमा, लगाउने अपुरो अधुरो भए पनि उहाँको घरमा तिहार मनाउन पाएँ। आदरणीय दिदी छवि माया पुन दिदीप्रति पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु। सम्मान छ दिदीलाई। र विशेष गरी बागलुङ समाज युकेका आदरणीय अभिभावक, सम्मानित अभिभावक हरि गुरुङ दाइलाई पनि सम्मान गर्न चाहन्छु। त्यस्तै गरी बागलुङ समाज युकेका सहकोषाध्यक्ष आदरणीय अभिभावक जसले मलाई यो अल्ट्रासाउन्डभरि ताते गर्दै धेरै कुराहरू सिकाउनु भयो, मार्ग निर्देशन गर्नुभयो। त्यस्तो अभिभावक आफैमा एउटा विगतमा उहाँले आफू कलाकारको रूपमा पनि हुनुहुँदैछ। दाइ मलाई धेरै कुराहरू सिकाउनु भयो। दाइले अल्ट्रासाउन्ड के हो भन्ने कुराहरू पनि धेरै कुराहरू दिनुहुने, सल्लाह सुझाव आशीर्वाद दिनुहुने दाइ जितकाउछ मगर दाइलाई पनि हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। बागलुङ समाज युकेका मिडिया सेक्रेटरी आदरणीय दाइ, हाम्रो मलाई हरेक ठाउँमा कार्यक्रममा लैजाने त्यस्तो अभिभावक जसले मेरो बहिनी सीता परियार बहिनीलाई पनि घरमा राखेर एउटा 6 महिना रूपमा राखेर पनि उहाँले आफ्नो गर्नुभएको छ। आफ्नो नन्दपुन दाइलाई पनि हृदयदेखि नै सम्मान व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी हाम्रो दाइ एउटा सांस्कृतिक
एउटा संयोजक हुनुहुन्छ जसले नीतिपुनलाई राख्नुभयो। दाइको त्यो अभिभावक नीतिपुनले कहिले नबिर्सनु, हुन त तपाईँको साइनो पर्छ, गरे पनि केही फरक पर्दैन होला भन्ने होला, तर पनि त्यो अभिभावक आफूले जिम्मेवारी वहन गर्नुभयो। त्यस्तो अभिभावक लच्छु सांस्कृतिक बागलुङ समाज युकेका सांस्कृतिक संयोजक हाम्रो लच्छु राणा दाइलाई पनि हार्दिक सम्मान छ। त्यस्तै गरी हाम्रो बागलुङ समाज युकेका कार्यसमिति सदस्य हाम्रो अभिभावक भीम थापा मगर दाइलाई पनि हार्दिक धन्यवाद छ। पञ्चेबाजाको एउटा सांस्कृतिक संयोजक हुनुहुन्छ। दाइले त्यो एउटा पञ्चेबाजालाई धौलागिरीको एउटा पञ्चेबाजालाई टपक्क टिपेर बेलायतमा यस्तो एउटा सांस्कृतिक तवरले पनि दाइले त्यो प्रतिनिधित्व गर्नुभएको छ। धेरै सङ्घ संस्थाको उच्च ओहदामा हुनुहुन्छ। दाइले धेरै कलाकारलाई माया गर्नुहुन्छ, कलाप्रेमी समाजसेवी हुनुहुन्छ। दाइले पनि हार्दिक सम्मान छ। त्यस्तै गरी बागलुङ समाज युकेका कार्यसमिति सदस्य, त्यस्तै गरी हाम्रो बागलुङ जिल्ला अन्तर्गत भुस्काट समाजको पनि एउटा प्रतिनिधित्व गर्नुहुन्छ दाइले। आदरणीय अभिभावक मलाई जसले के खान्छ भाइले, कति बेला उठ्छ भाइले, त्यो चासो चिन्ता गर्नुहुने त्यस्तो अभिभावक, त्यो रन गुरुङ मनमा पनि एकदम फराकिलो, सोच पनि फराकिलो। दाइले मलाई धेरै माया गर्नुभएको छ। अल्लसट बसाइमा पनि उहाँले दाइले रन गुरुङ दाइलाई पनि हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी हाम्रो गमली भाउजू अनि हाम्रो धेरै धेरै सम्मान छ। अब यता मेरो दिदीहरू हुनुहुन्छ, उहाँको यी 4 जना दिदीहरू म जहाँ पनि देख्छु बागलुङ समाजको हरेक कार्यक्रममा बागलुङभित्र अन्तर्गत पर्नुहुने विभिन्न सङ्घ संस्थामा चाहिँ दिदीहरूको त्यो एउटा लगनशीलता, एउटा कार्यक्षमता, एउटा चाहिँ उहाँले गर्नुभयो। यति उहाँको उच्चारण गर्न सक्दैन। मेरो चन्द्रकलाका पुन दिदी, चन्द्रकला दिदीलाई पनि हार्दिक सम्मान छ। त्यस्तै गरी मेरो आशा पुन दिदीलाई पनि हार्दिक सम्मान छ। त्यस्तै गरी यता नरमाया पुन दिदीलाई पनि हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यता सीता थापा दिदी हुनुहुन्छ, यहाँलाई पनि हार्दिक सम्मान छ। साँच्चीकै बेलायतमा लामो समयदेखि बसोबास गर्नुहुने तमाम हाम्रो बागलुङे जिल्लावासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई मैले सम्झिरहेको छु। यहाँ मेरो आदरणीय दाइ के अरे मिडिया सेक्रेटरी आदरणीय दाइ मलाई विशान थापा दाइको ठुलो अभाव भएको छ। अहिले दाइ ड्युटीमा हुनुहुँदैछ, भाइमा आउन पाएन, सरी भन्नुभएको थियो। दाइले धेरै सम्झेको छु भन्दै विशेष गरी बागलुङ समाज युकेले मलाई यता 2 पटक सुअवसर प्रदान गर्नुभयो, किनकि पहिलो चान्समा मेरो भिजा रिजेक्ट भएको थियो। धेरै सङ्घ संस्थाले मलाई झुक्क्याउनु भएको थियो हिजोको दिनमा। हुन त म नेपाली गीत सङ्गीतमा लागेको 1 दशकभन्दा लामो समय भइसक्यो कि म सानै उमेरदेखि लागेको व्यक्ति हो। म पढाइ शिक्षामा पनि अलिकति तेज नै थिएँ। म शिक्षा सङ्घर्ष गर्दै आफ्नो परिवारलाई पनि स्कुल पढ्नेमा होस्, गीत गाउनै भित्रभित्र गीत गाउँथेँ अनि त्यस्तो खालको थिएँ। अनि चाहिँ कलेज पढ्ने बेला पनि मैले बाबुआमालाई केही नभनेर ढाँटेर झुट बोलेर चाहिँ मैले गीत सङ्गीतको यात्रालाई तय गर्दै थिएँ। मेरो त्यस्ता साथीहरू बनाएको थिएँ, किनकि बाबुआमालाई गीत गाएको मान्छे नै मन नपर्ने, पढ्ने मान्छे मनपर्ने त्यस्तो थियो। अनि म पढाइको सिलसिलामा एसएलसी गरिसकेपछि पोखरामा चाहिँ अब मनी ब्रिटिस आर्मी हुन्छु, मनी लाउरी हुन्छु, खानदानको ज्यान होइन। अनि हाम्रो हजुरबुवाको नि त्यो एउटा त्यो छुट्टै सान थियो, ब्रिटिस आर्मी हुनुहुन्थ्यो हजुरबुवा। अनि म पनि लाउरी हुन्छु भनेर म पोखरामा यस्तो ट्राई गरेँ होइन ब्रिटिस आर्मी हुनको लागि। बेलायत मेरो सपना थियो। साँच्चीको म सानो उमेर हुँदाखेरि बेलायत भन्ने सुनेको हो क्या, सुनेको थिएँ, ब्रिटिस आर्मी भन्ने सुनेको थियो। ओहो म पनि हुन्छु भन्ने त्यो भित्रै मनमा थियो। तर किन अफसोस, भाग्य हो, भाग्यमा नभएपछि त्यो जति प्रयास गरेर पनि नहुने रहेछ। म 2 पटक फाइनलमा चरणमा पुगेर पनि नेटमा नाम ननिस्केको। अनि त्यो पीडाले छटपटिएर फेरि पनि पढाइमा फर्केँ। पढाइमा फर्किसकेपछि फेरि गीत सङ्गीतको एउटा त्यो दौरानमा गीत सङ्गीतको एउटा महासागरमा डुबिरहेको छु। डुब्दा 1 दशक बढी भएछ, किनकि गीत सङ्गीतले यहाँसम्म ल्यायो। र मैले कल्पना पनि गरेको थिएन कि गीत सङ्गीतमा यति लामो समयपछि मेरो दिन आउँछ, म युके आउन पाउँछु भनेर त्यस कल्पना पनि गरेको थिएन। मेरो सपनाको देश, सपनाको सहर यो बेलायत सहरमा मेरो सपना पुरा गरिदिनु हुने बागलुङ समाज युकेका सम्पूर्ण मेरा अध्यक्ष खडक थापाको सिङ्गो कार्यसमितिलाई जान्छ। किनकि दाइको ठुलो योगदान छ। एउटा
त्यो स्पोन्सर होइन, त्यो स्पोन्सर लेटर, होटल बुकिङ, हल बुकिङदेखि लिएर एउटा त्यो कार्य समितिमा पनि एउटा नाम पारित हुन पनि म यहाँ मेरो बेलायतमा कोही पनि व्यक्ति कसम रगतको नाता कोही पनि हुनुहुन्न क्या, मेरो हुनुहुन्न, यो कार्य समितिभित्र हुनुहुन्न, रगतको नाताले मलाई केही पनि गरेको छैन। तर पनि मलाई बाबुआमाले जन्म दिनुभयो, कर्म दिने तपाईँहरू असल अभिभावक तपाईँहरू नै हो, किनकि मलाई बेलायत आउने सपना पुरा गरिदिनु हुने तपाईँहरू नै हो पहिलोचोटि। त्यही पनि पहिलोचोटि त्यो मेरो लागि अविस्मरणीय नरहेर मैले त त्यो जे हो त्यही भन्नुपर्छ क्या। मलाई बनावटी कुरा गर्नु छैन, ढाड्नु छैन, छल्नु छैन, छल कपट केही पनि छैन, किनकि बागलुङ समाजले मलाई लिएकै हो। बागलुङ समाजले गर्दा नै आज देश विदेशमा चाहिँ युवराज मगर भनेर चाहिँ सबैले चिन्ने मौका, थोरै धेरै भए पनि चिन्ने मौका पाएको छु। मेरो साङ्गीतिक कौशलहरू प्रस्तुति गर्न पाएको छु, किनकि त्यो देन बागलुङ समाज युकेको सम्पूर्ण कार्य समितिप्रति म ऋणी छु। जिन्दगीभरि यो मेरो लागि म जुनसुकै ठाउँमा जाउँ तर बेलायत जस्तो अविस्मरणीय क्षण सायद मैले पाउँछु पाउँदैन मलाई थाहा छैन, अरू देशमा मैले पाउँछु पाउँदैन। हुन त म बेलायतभन्दा अरू देशमा अघिल्लो देशहरूमा गएँ, तर हङकङमा गएँ दुईचोटि, हङकङमा दुईचोटि बङ्गरसँग हङकङले बोलाइदिनु भयो होइन। त्यो देन पनि आदरणीय दिदी छविमाया पुन दिदी र बागलुङ समाजलाई प्रतिनिधित्व गर्ने हङकङ मगर सङ्घका दाई दिदीहरू, बागलुङ समाज हङकङका दाई दिदीहरूलाई जान्छ, किनकि दिदीले पनि कोअर्डिनेट गरिदिनु भएको थियो। त्यहाँ हङकङमा हुने चन्द्रपुन दाई, यामबुढा थोकी दाई बितेर जानुभयो, धनबुढा थोकीको साक्कै भाइ हुनुहुन्छ। त्यसरी मैले त्यो अवसर पाएको थिएँ, किन बागलुङ समाज युकेले ल्याइदिएर धेरै सङ्घ संस्थासँग जोडिन पाएँ। एउटा छवि दिदीले त्यो एउटा कोअर्डिनेट एउटा समन्वयकारी भूमिका खेल्नुभयो। दिदीले हरेक हामी तीनजना कलाकारलाई कसैलाई काका पाखा यताउता भतिबढी गरेको जस्तो मलाई लाग्दैन र सबैले आशीर्वाद दिनुभएको छ। अलिकति किनकि सायद यहाँ बागलुङ समाजले स्पोन्सर गरेर मात्र नहुने रहेछ, फेरि बागलुङ समाजले स्पोन्सर गरेर अनि चाहिँ यहाँ जिम्मा लिने मान्छे नभए त आउन सक्दैन नि त। जिम्मा लिने मान्छे सबभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ। कार्यक्रम मिलाइदिने त एकातिर छ, कोठा मिलाइदिने एकातिर छ, भाडा तिर्ने एकातिर छ होइन। त्यो चिन्ता अनि यत्रो समयसम्म कसरी ठेक्नु भयो होला भन्ने लाग्छ मलाई। हरेक कुराहरू घुमाउनेदेखि लिएर कहाँ लानुभयो, कहाँ गर्नुभयो, अब त्यो यस्तो भने नि त मैले त्यो कुनै कुराको नि कमी हुँदैन। हाम्रो दिदीहरूले यति आशीर्वाद दिनुभएको छ, म त्यो कल्पना मैले शब्दमा बयान गरेर नि साध्य छैन क्या। मैले कति माया पाएँ, कति आशीर्वाद पाएँ, खोइ मैले तपाईँहरूको गुण मैले तिर्न सक्छु सक्दैन। मैले जिन्दगीमा मैले त्यो एकदम अथाह माया बोकेर जाँदैछु, तर म गीत सङ्गीतमै रहन पाऊँ भन्ने हुन्छ, तर परिस्थितिले समयले कहाँ पुर्याउँछ भन्ने थाहा छैन भोलिको दिनमा। तर पनि जति सक्छु म तपाईँहरूको यो आशीर्वाद, माया, साथ सपोर्ट, सदा सहायता मैले नेपाली गीत सङ्गीतको क्षेत्रमा केही गरौँ भन्ने लाग्छ मलाई। अझ पनि ऊर्जा छ कि नेपाली गीत सङ्गीतमा अझै पनि केही गर्न सक्छु भन्ने त्यो दम्ब छ, घमण्ड होइन। किन यो मलाई चाहिँ तपाईँहरूले दिएको आशीर्वाद सायद बागलुङ समाजले मलाई चाहिँ हङकङमा नलगिदिएको भए, बागलुङ समाजका हाम्रो दाइ दिदीहरूले नलगिदिएको भए पहिलो मेरो कमाइ हङकङबाट सुरुवात भएको थियो। सबैभन्दा धेरै कमाइ बागलुङ समाजले कोही कारणले म युकेमा कमाउन सफल भएँ। त्यो माया तपाईँहरूको माया हो, तपाईँहरूको आशीर्वाद हो। मैले त्यही कारणले गर्दाखेरि एउटा धेरै मेरो कारणले कतिलाई पिर मर्कानी पर्यो होला, मेरो कारणले कतिलाई असर पनि पर्यो होला। त्यसमा भाइबाट आफ्नै छोरा सम्झेर, भाइ भतिज सम्झेर मलाई माफी दिनु होला। मैले जान अनजानमा कतिलाई मर्यादा क्रममा तलमाथि गरेँ होला। मैले मेरो मनमा थिएन कि सबैले मेरो मनमा सबैले सम्मान गरौँ, सबैलाई म शिर नुग्रेर पाउ परू भन्ने मेरो चाहना छ। तर पनि कहीँ कतै मैले भुल्छु, कहीँ कतै भाइले एउटा गल्ती गरेको भए, कहीँ कतै एउटा कमी कमजोरी गरेको भए आफ्नै छोरा सम्झेर भति सम्झेर माफी दिनु होला। अब त्यो कुरामा मन नदुखाउनु होला। मलाई तपाईँहरू जस्तो व्यक्ति सधैँ चाहिन्छ। तपाईँहरूको जस्तो व्यक्तित्व समाजका अभिन्न अङ्ग भन्छु मैले। तपाईँहरू जस्तो व्यक्तित्वहरू भएरै साँच्चीकै मलाई एकदम गौरव छ। बागलुङ समाजको हिजो म नेपालमा हुँदा पनि तपाईँहरू बागलुङ समाजको साँच्चीकै बागलुङ समाजको तमुदी र के अरे
मगर सङ्घ पछिको सबैभन्दा जिल्ला केन्द्रित समाज भनेको बागलुङ समाज युके सहित सबभन्दा बलियो भनेर सुनिन्थ्यो। साँच्चीकै त्यो अनुभूति गराउनु भयो। एउटा केही कुरा पनि कमी हुनु दिनु भएन। हाम्रो लक्ष्मण दाईले ब्राइटन बिचमा सुरुमा दिनमै ब्राइटन बिच लानुभयो, धेरै ठाउँ घुमाउनु भयो होइन। अब डोर गइयो, कहाँ गइयो, घुमियो होइन। अनि उहाँ लच्चु राणा दाईले आइला भाइ घुमाउनु भयो। दाईले त्यस्तो देन छ होइन। म त सुरेश गर्थेँ, दाई बिचरा त्यस्तो 2 घन्टा काम गरेर मलाई एकदम फुल टाइम दिनुहुन्थ्यो। अनि मलाई लाग्छ तपाईँहरूले कुनै पनि म कोठा लिएर बसे पनि, म जहाँ बसे पनि एउटा घरमै बसे जस्तो गराउनु भयो। घरमा लानुभयो। सालमन सलामी दाईलाई मैले सम्झेँ, बागलुङ समाजको योग्यकै कार्यसमिति सदस्य हुनुहुन्छ। दाईले पनि घरमा बोलाउनु भयो, धेरै ठाउँ घुमाउनु लाग्नु, धेरै कार्यक्रममा उहाँ पलम स्थितदेखि ओइल विजदेखि लिएर धेरै ठाउँमा 2, 3, 4 पटक गछौँ। दाईको त्यो देन छ। धेरै ठाउँ घुमाउनु भयो मलाई। अनि हाम्रो नन्दपुन दाईले यहाँबाट पिटकबर्ग लानुभयो होइन। त्यो सीता बहिनी र मलाई होइन, त्यो अथाह माया। अनि बागलुङका सबै अभिभावकहरूले दाई दिदीहरूले माया गर्नुभएको छ क्या। माया गरेर आज युवराज मगर र नितुपुन र सीता परिवार भएको छ क्या। किनकि त्यो एउटा गरिमा, बागलुङ समाज युगको गरिमा छुट्टै रहेछ भन्ने अनुभूति भयो। मलाई कुनै कुराको चाहिँ कमी भयो जस्तो मलाई लाग्दैन। म खुसी छु, ह्याप्पी छु। तपाईँहरूको सदा सहायता यसरी रहिरहोस्। किनकि सबै कलाकारहरू एउटै हुँदैनन् होइन। सबै कलाकारहरूले उस्तै हुँदैनन् भन्ने परिपाटी नहोस् भन्ने मेरो कामना छ होइन। सबैले अभिभावकले के गरेको छ, के गर्नु भएको छैन, त्यो चाहिँ सम्झिनुपर्छ भन्ने मलाई लाग्छ। किनकि तपाईँहरू चाहिँ हिजोको लाहुरे विरासतकै कारणले गर्दाखेरि बेलायतमा आएर बस्नुभयो, सङ्घ संस्था गठन गर्नुभयो, समाजलाई एउटा यस्तो अग्रगतिमा लानु भएर चाहिँ धेरै बागलुङ जिल्लाभित्र सबभन्दा संस्कृतिको खानी छ। कलाकारको धनी जिल्ला हो हाम्रो। विभिन्न एउटा समुदायको एउटा भएको जिल्ला पनि हो। त्यही भएर हामी संस्कृतिमा पनि धनी छौँ, कलाकारको पनि धनी छौँ। त्यो कलाकारहरूले 101 कलाकारभित्र पनि त्यो धेरै अवसर दिनुभएको छ। बागलुङ समाजको त देन त ठुलो छ। म हाम्रो चेयरम्यानज्यूलाई चाहिँ यो के अरे आजको कार्यक्रमलाई समापन गर्न के अरे रिक्वेस्ट गर्छु। धन्यवाद महासचिवज्यू। कार्य समितिका सम्पूर्ण साथीहरू, हाम्रो उपाध्यक्ष, त्यस्तै महासचिवज्यू, हाम्रो कोषाध्यक्ष, त्यस्तै अरू सम्पूर्ण हाम्रो महिला समितिका साथीहरू पनि हुनुहुन्छ। त्यस्तै गरी हाम्रो 3 जना कलाकार साथीहरू, कलाकार नानीहरू भनौँ न होइन। नितु भए, त्यसपछि हाम्रो सीता, त्यसपछि हाम्रो युवराज, यहाँ 3 जना है। र अरू पनि थुप्रै आउनु भएको छ। हाम्रो भीमजी होइन। सबैलाई मैले एकमुष्ट नमस्ते भन्न चाहेँ। हामी चाहिँ आज खास गरिकन 12 देखि 5 भनेको, र यो टाइम त 5 बजिसकेको छ। म फेरि काममा पनि जानुपर्ने भएर एकदमै हतारमा पनि छु। धेरै बोलेर पनि खासै केही छैन। तपाईँहरू धेरैले धेरै कुरा बोलिदिनु भयो। तपाईँहरूले अब सुझाव दिनुभयो होइन, सल्लाह दिनुभयो, आफ्ना अनुभवहरू सुनाउनु भयो। हामीले धेरै कुराहरू सुन्यौँ। युकेसम्मको एउटा यात्रा र उनीहरूको एउटा चाहिँ के भन्दाखेरि सङ्गीतको जुन एउटा अनन्त यात्रा छ, एउटा लामो यात्रा, त्यसको लागि हामीले एउटा अलिकति सहयोग गर्यो। एउटा आड जस्तो भनेको एउटा हामीले चाहिँ यसरी बस्दाखेरि पनि कसैको भित्ताको आड लगायो भने पनि एउटा भरोसा हुन्छ नि, त्यो हाम्रो एउटा भरोसा जस्तो एउटा आड मात्रै भएर पनि केही सहयोग गरे जस्तो लाग्छ। र हामीले त्यो एउटा आद दियौँ। भाइ बहिनीहरूले आफ्नो जुन एउटा अगाडिको यात्रा छ, त्यो यात्रालाई चाहिँ आफै बढाउनु पर्छ होइन। आफ्नो अनुभवले आफूले सकेको, किन भन्दाखेरि कलाकारले अब आफ्नो गीत सङ्गीत चाहिँ सिर्जना गर्दै जाने हो। त्यसले गर्दाखेरि चाहिँ गीत सङ्गीत भन्ने कुरा चाहिँ अब कति उनीहरूले आफ्नो स्ट्रगल, आफ्नो एउटा सङ्घर्षको कथाहरू पनि सुनाए होइन। त्यसले गर्दाखेरि सजिलो छैन। त्यसले गर्दाखेरि फेरि अब आर्थिक पनि निकै दौडै हुनुपर्छ कलाकारहरूको लागि। अब गीत रेकर्डिङ गर्दाखेरि त्यत्तिकै पैसा चाहिन्छ। त्यसले गर्दाखेरि भाइ बहिनीहरूले एउटा युकेसम्मको यात्रामा धेरै कुराहरू सिक्यो होला। हुन त अब उनीहरू अब धेरै वर्ष भइसक्यो। त्यसले गर्दाखेरि चाहिँ र यस बिचमा चाहिँ हाम्रो जस्तो हाम्रा 3 जना कलाकार भाइ बहिनीहरूलाई हामीले युकेमा राख्छौँ, उनीहरूको हामीले जिम्मा लिन्छौँ भनेर छवि दिदीले, हाम्रो युवराज भाइको, त्यस्तै गरिकन हाम्रो सीता बहिनीलाई हाम्रो नन्दजीले, त्यस्तै गरिकन हाम्रो नितुलाई चाहिँ हाम्रो लक्ष्मण भाइले
एउटा जिम्मा लिदिनु भयो, त्यसले गर्दाखेरि हामी ढुक्क पनि भयो र हामीले एउटा उनीहरूको नजिकको आफन्तले उनीहरूलाई जिम्मा लिएका छन् भनिसकेपछि ढुक्क भयो हामीलाई होइन। किन भन्दाखेरि एक दुईजना म पानी पनि पिउनु पर्यो। हामीले यसरी युकेमा चाहिँ उनीहरूको व्यक्तिगत त्यसरी होस्ट गर्ने मान्छे पाएन भने अलिकति गाह्रो हुन्छ। किन भन्दाखेरि एक किसिमले उनीहरूको जिम्मा पनि लिनु पर्यो र कलाकारलाई यत्तिकै छोड्दाखेरि चाहिँ अलिकति अब नराम्रो केही पनि हुनसक्छ उनीहरूको अब सुरक्षाको कुरादेखि लिएर सम्पूर्ण कुरामा। त्यसले गर्दाखेरि हामीले जहिले पनि नेपालबाट कलाकार ल्याउँदाखेरि होस्ट जसले चाहिँ यहाँ युकेमा उनीहरूको रेखदेख गर्न सकुन् त्यस्ता खालका कलाकारलाई मात्रै लिने गर्छौँ। त्यसो भयो भनेदेखि हामीले अब किनकि हामी चाहिँ बिल्कुलै समाजको निम्ति एउटा यो के अरे फुर्सदको समयमा हामीले समाजको निम्ति काम गर्ने हो। त्यसले गर्दाखेरि अब बुझिसक्यो होला सबैले होइन। अब हामी चाहिँ अब अहिले पनि अब हामी कतिजना ड्युटी जानुपर्ने हुन्छ, कति ड्युटी छुटेर आएका छैन गर्दाखेरि एउटा बिल्कुलै हाम्रो एउटा फुर्सदको समयमा समाजको निम्ति अलिकति समय दिने यो खालको समाज हो। हामीले अब एउटा समाज सेवाको निम्ति अब बागलुङेहरूको बिचमा एक किसिमको पुलको काम होइन, अब कता जोडिने कामहरू मात्रै गरिरहेका छौँ। समाजले धेरै ठुल्ठुलो कामहरू गर्न नसके पनि हामीले एउटा नेपालबाट बागलुङे कलाकारहरूलाई युकेमा लिने अनि उनीहरूको एउटा सङ्गीतको क्षेत्रमा हामीले केही अब टेवा पुर्याउने त्यो काम गरिरहेका छौँ। र अर्को सालको निम्ति पनि हामीले उद्घोष हामीले छानिसकेका छौँ। हाम्रो कलाकारहरूको हामीले छनौट गरिसकेका छौँ। त्यो पछि तपाईँहरू सबैलाई थाहा हुन्छ होला होइन। गर्दाखेरि अर्को वर्ष पनि हामीले कलाकार को ल्याउने भनेर हाम्रो निर्भर भइसकेको छ। किनभने हामीले यति छिटै पहिले नै हामीले कलाकारहरू त्यसरी हामीले छनौट गऱ्यो भने उनीहरूलाई पनि नेपालमा अब भिसाको निमित्त धेरै सजिलो पर्ने हुन्छ। त्यसले गर्दा हामीले अर्को वर्षको लागि 2026को लागि पनि कलाकारहरूको छनौट भइसकेको छ र पछि तपाईँहरू सबैलाई जानकारी पनि हुनेछ। र यस बिचमा अब म कार्य समितिको अध्यक्ष र हाम्रो सम्पूर्ण हामी टिम छौँ, यहाँ धेरै सब कार्य समितिकै छौँ र हामीले कति ठाउँमा हाम्रो भाइ बहिनीहरूलाई अब जान सकेनौँ। यो त हाम्रो आफ्नै व्यक्तिगत कामले गर्दाखेरि त्यसले गर्दाखेरि एउटा व्यवस्था गरे जस्तो पनि लाग्छ। तैपनि अब के हो भन्दाखेरि अब हाम्रो समाजले अघि नै मैले भनिसकेँ कि होस्टले यहाँ चाहिँ उनीहरूलाई राख्ने र जिम्मेवार लिनुभएको भएर हामी ढुक्क भएर त्यो भएको हो। र हामीलाई के लागेको छ भने तपाईँहरूको जुन एउटा युकेको साङ्गीतिक यात्रा हो यो चाहिँ रमाइलो भएको होइन। अब किन भन्दाखेरि अब 5 महिना बस्नु भनेको एक किसिमले बस्नु पनि हो र एकदम लामो पनि हो होइन। मान्छेलाई एक दुई दिन काट्न त कति गाह्रो हुन्छ। तैपनि अब तिमीले भाइ बहिनीले 5 महिनासम्मको यत्रो लामो युकेको यात्रा बिराम्रो ठाउँमा होइन, दिनदिनै फेरि कलाकार भनेको दिनदिनै नयाँ मान्छेहरूसँग अब गएर आफ्नो प्रस्तुति दिनु पर्यो, त्यो सजिलो पनि छैन होइन। त्यसले गर्दाखेरि अब हामीलाई अब सधैँ भेटेको मान्छेहरूसँग बोल्दाखेरि इन्टरेक्ट गर्दा त अब गाह्रो हुन्छ भने अब कलाकारले त त्यो एउटा सम्पूर्ण अब के अरे दुःख एउटा मनमा अब जस्तो भए पनि आफ्नो प्रस्तुतिको लागि त अब खुलेरै दिनुपर्ने हुन्छ। त्यसले गर्दाखेरि हाम्रो कार्यक्रमलाई अघि नै भाइले भनिसके अब हाम्रो के हुन्छ त भन्दाखेरि समाज भइसकेपछि अब सबैलाई हेर्नुपर्ने हुन्छ होइन। सबैलाई हेर्नुपर्ने हुँदाखेरि हाम्रो अब कार्यक्रममा त्यो भने जस्तो कहिले पनि हुँदैन। त्यही पनि अब हामीले के पायौँ भन्दाखेरि हाम्रो कार्यक्रम सक्सेस एकदमै पूर्ण सफल भएको थियो भन्ने हामीले महसुस गरेका छौँ र तपाईँहरू सबैले साथ पनि दिनुभयो। र अरू त के छ र मेरो खासै केही पनि छैन। यसपछि हाम्रो ग्रुप फोटो सेसन छ होला। हाम्रो मैले धेरै पनि बोलिनँ के अरे मान्छे अब के अरे म चाहिँ एकदमै फेरि कस्तो रिजर्भ टाइपको मान्छे छु। त्यही पनि अब धेरै सुन्ने र कम बोल्ने होइन। त्यसले गर्दाखेरि मैले छुट्याएका कुराहरू केही छन् भने माफी गरिदिनु होला। र मैले जे होस् अब सम्झेको आजको यो साथको लागि एकदमै धन्यवाद दिन चाहन्छु र हाम्रा 3 जना कलाकार भाइ बहिनीहरूको अगाडिको सङ्गीतको यात्रा अनन्त होस् भनेको अनन्त भनेको एकदमै अनन्त होस् होइन। यो चाहिँ अब युकेसम्म आएर अन्त्य भयो होइन कि यो चाहिँ अब अझ अगाडि कहाँ पुग्नुपर्छ होइन। भाइ बहिनीहरूको एउटा सङ्गीतको जुन एउटा यात्रा छ उनीहरूको सफलताको हामीले कामना गर्न चाहन्छौँ र त्यो सुन्न पाइयोस् होइन। र हामीले त्यो एउटा के भन्दाखेरि साथ दिने मात्रै हो, 8 दिन मात्रै हो।
आफूहरूले चाहिँ प्रयास गर्नु त्यो चाहिँ भगवान्ले सधैँ पुर्याउनेछन् र हाम्रो आशीर्वाद हामी सबैको आशीर्वाद भाइ बहिनीहरू सबैलाई छ त्यो भन्न चाहन्छु र आजको कार्यक्रम आज यहीसम्म आएर त्यो हाम्रो कलाकारको सम्मान विदाई र मुख्य गरिकन हाम्रो विदाई भन्दा पनि भाइ बहिनीहरूलाई चाहिँ एउटा शुभकामना दिने कार्यक्रम हो यो यही आएर अन्त्य भएको घोषणा गर्न चाहन्छु धन्यवाद।